आधो बुढो भनेर चिन्छ उसलाई चाहिँ कमदाइ झरीमा काम गर्दा कस्तो भइरहेछ हेयरस्टाइलहरू लाउनु पर्यो नि पहरामा आधो बुढो सर यो झरीमा ढुङ्गा फुटाउँदै गर्दा कस्तो अनुभव भइरहेछ एकदम आरामै छ आरामै छ हात दुखिरहेको छ हात देखाउनु त कस्तो छ हात यस्तो देखाउनु न +2 को एक्जाम ब्याक सरेपछि ढुङ्गा फुटाइछ है यहाँ फुटाइछ होइन अब म यो भिडियो मार्फत के भन्न चाहन्छु भने अब अहिलेको सरले चाहिँ मलाई म ठुलो सोच बोकेर हिँडेको अब प्रधानमन्त्रीको सोच बोकेर हिँडेको मान्छे ढुङ्गा फुटाउने भन्ने होइन सरहरूलाई रेस्पेक्ट छ अब के भन्दै पाउने होइन कस्तो भइरहेछ हातहरू देखाउँछ हात यो फिजमै हार्ड वर्किङ इज द टेम्पल टु अनि जुत्ताले पनि अब त सास